जय मसी सम्पूर्णमा वचन टिभीमा तपाईँलाई हार्दिक स्वागत छ। आज हामी एउटा अत्यन्तै पवित्र र गहिरो अर्थ भएको दिन गुड फ्राइडेको बारेमा बुझ्नेछौँ। यो दिन केवल दुःखको दिन मात्र होइन, तर हाम्रो उद्धारको लागि गरिएको महान प्रेमको प्रतीक हो। आजको भिडियोमा हामी बाइबलका पदहरूसहित गुड फ्राइडे किन मनाइन्छ, येशूले किन बलिदान दिनुभयो र यसले हाम्रो जीवनमा के अर्थ राख्छ भन्ने बारेमा बुझ्नेछौँ। यो हामी खण्ड खण्ड गरेर बुझ्ने प्रयास गरेछौँ। पहिलो खण्डमा चाहिँ गुड फ्राइडे भनेको के हो बुझ्नेछौँ। गुड फ्राइडे त्यो दिन हो जब प्रभु येशू ख्रिस्टलाई क्रुसमा चढाइयो। उहाँले कुनै पाप गर्नुभएको थिएन, तर संसारका सबै मानिसहरूको पापको कारण उहाँले आफ्नो जीवन बलिदान दिनुभयो। यसाया 53 को 5 पनि उल्लेख छ, तर उहाँ हाम्रो अपराधका कारण घाइते हुनुभयो, हाम्रो पापको कारण कुटिनुभयो, हामीलाई शान्ति दिन उहाँले सजाय भोग्नुभयो र उहाँका घाउद्वारा हामी निको भयौँ। यसको अर्थ यो हुन्छ कि येशूको दुःख हाम्रो लागि थियो। उहाँको बलिदानले हामीलाई पापबाट छुटकारा दिन्छ। अर्को खण्डमा हामी हेर्न सक्छौँ येशूको पक्राउ र न्यायको बारेमा। यहाँ पाम सन्डे पछि होली विकमा अर्थात् पवित्र हप्तामा येशूले आफ्ना चेलाहरूसँग अन्तिम समय बिताउनु भयो। तर एक दिन उहाँका आफ्नै चेला यहुदाले धोका दिए। मत्ती 26:48 - 50 पनि त्यहाँ उल्लेख छ, तपाईँ हेर्न सक्नुहुन्छ। धोका दिनेले चिन्ह दिएको थियो, जसलाई म चुम्बन गर्छु उहाँ नै हुनुहुन्छ। अनि येशूले भन्नुभयो, मित्र यो तिमी के गर्न आएको भनेर। यसको अर्थ हुन्छ येशूले धोका पाउँदा पनि प्रेम देखाउनु भयो। उहाँले सबै कुरा जान्दै पनि परमेश्वरको योजना स्वीकार गर्नुभयो। अनि त्यसै गरी अर्को खण्डमा हामी हेर्न सक्छौँ गेतसमेनीको प्रार्थनाको बारेमा। क्रुसमा जानु अघि येशू गेतसमेनीको बगैँचामा प्रार्थना गर्नुभयो। यसलाई तपाईँ मत्ती 26:39 पाउन सक्नुहुन्छ। हे पिता, यदि सम्भव छ भने यो कष्टको भाँडो मबाट हटोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस्। यसको अर्थ हुन्छ येशूले पनि पीडा महसुस गर्नुभयो, तर उहाँले आफ्नो इच्छाभन्दा परमेश्वरको इच्छा रोज्नुभयो। यहाँबाट हामी के सिक्छौँ भन्दा कठिन अवस्थामा पनि परमेश्वरमा भरोसा गर्नुपर्दछ। त्यसै गरी अर्को खण्ड बनाएर हेर्दा क्रुसको बाटो हेर्न सक्छौँ। येशूलाई कुटियो, अपमान गरियो र अन्त उहाँलाई क्रुसमा बोकाएर गलगथा लगियो। तपाईँले लुका 23:33 र 34 त्यहाँ पाउनुहुन्छ। त्यहाँ पुगेपछि उहाँलाई क्रुसमा टाँगियो। येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरू के गर्दैछन् सो जान्दैनन् भनेर। यसको अर्थ हुन्छ येशूले आफ्नो शत्रुलाई पनि क्षमा गर्नुभयो। यो साँचो प्रेम र क्षमाको उदाहरण हो। अनि अर्को खण्डमा हेर्न सक्छौँ हामी क्रुसमा अन्तिम शब्द येशूले के भन्नुभएको थियो भनेर। हामी यूहन्ना 19:30 पाउँछौँ। येशूले भन्नुभयो, पुरा भयो, अनि उहाँले प्राण त्याग्नुभयो। पुरा भयो भन्नुको अर्थ चाहिँ के हो, यो हामीले बुझ्नुपर्ने हुन्छ। यसको अर्थ चाहिँ उद्धारको योजना पुरा भयो भनिएको, पापमाथि विजय प्राप्त भयो भन्न खोजिएको। अनि लुका 23:46 हे पिता, म आफ्नो आत्मा तपाईँको हातमा सुम्पन्छु भन्नुभएको छ। अनि यसको अर्थ हुन्छ येशू अन्तिमसम्म परमेश्वरमा भरोसा गर्नुभयो भनेर। अनि अर्को खण्ड बनाएर हेर्दा गुड फ्राइडेको सन्देशको बारेमा हामी हेर्न सक्छौँ। गुड फ्राइडेले हामीलाई 3वटा ठुलो कुराहरू सिकाउँदछ। त्यो के हो भनेर हामी जान्दछौँ। प्रेम, पहिलो कुरा हो प्रेम। येशूले हाम्रो लागि आफ्नो जीवन दिनुभयो। दोस्रो क्षमा, उहाँले शत्रुलाई पनि क्षमा गर्नुभयो। र तेस्रो उद्धार, उहाँको बलिदानले हामीलाई अनन्त जीवन दिएको छ। अनि रोमी 5:8 भन्छ, हामी पापी हुँदा हुँदै पनि ख्रिस्टले हामीलाई हाम्रो लागि मर्नुभयो। यसरी परमेश्वरले आफ्नो प्रेम देखाउनुभयो भनेर। प्रिय दर्शकहरू, गुड फ्राइडे दुःखको दिन जस्तो देखिए पनि यो वास्तव हाम्रो लागि आशा र प्रेमको दिन हो। यदि तपाईँलाई यो सन्देश मन पर्यो भने लाइक गर्नुहोला, सेयर गर्नुहोला र यो आफ्नो मण्डली परिवारलाई, घर परिवारलाई सेयर गर्नुहोला। अनि वचन टिभीलाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। आमेन।